यो वाला चाहिँ होइन रोटी चाहिँ मिलिरहेको छ। हामी चाहिँ यहाँ पहिलोचोटि चाहिँ चिया खानेवाला छौँ होइन। 10 रुपियाँमा कोही जुस मिलेगा? हे गाइस, वेलकम ब्याक टु माई च्यानल। अनि आजको भिडियोमा चाहिँ म तपाईँलाई यस्तो क्रेजी च्यालेन्ज देखाउनेवाला छु जसमा चाहिँ हामी मात्र 10 रुपियाँमा अलग अलग ठाउँमा गएर अलग अलग फुड ट्राई गरेर त्यसलाई आउट अफ 10 रेटिङ पनि दिनेवाला छौँ होइन, मिठो छ या नमिठो छ भनेर। सो अहिले चाहिँ बजिरहेको छ बिहानको 9। हामी चाहिँ जाँदैछौँ अब फुड ट्राई गर्न। सो म चाहिँ आइसकेको छु पहिलो ठाउँमा होइन। हाम्रो पहिलो ठाउँ चाहिँ यो रहेको छ बिकज हामी चाहिँ यहाँ पहिलोचोटि चाहिँ चिया खानेवाला छौँ होइन। सो हाम्रो चाहिँ चाय रेडी हुँदैछ होइन। चायको प्राइस चाहिँ खालि 10 रुपियाँ होइन, जुन चाहिँ मैले च्यालेन्ज गर्दैछु सेम बराबर नै हुँदैछ होइन। सो हाम्रो चाहिँ 10 को चाय आइसकेको छ होइन। सो फर्स्टचोटि होइन ट्राई गरौँ के कसो छ। चियाको टेस्ट चाहिँ होइन एकदम सिम्पल अनि टेस्टी छ होइन। सो एकदम पर्फेक्ट होइन। सो हाम्रो चाहिँ भइसक्यो चाय खतम होइन। फुड चाहिँ कहाँ पाइन्छ होइन, म चाहिँ त्यो ठाउँमा जानेवाला छु अब चाहिँ। सो लेट्स गो। सो म चाहिँ आइसकेको छु अहिले पसल। तपाईँले देख्न सक्नुहुन्छ होइन, यो चाहिँ हाम्रो पसल छ। सो यहाँ चाहिँ सायद 10 रुपियाँमा केही खानेकुराहरू मिलोस् होइन। 10 रुपियाँमा चाहिँ है यो वाला चाहिँ होइन रोटी चाहिँ मिलिरहेको छ। सो 10 रुपियाँमा बाँकी नर्मल खानेकुराहरू चाहिँ पाउन चाहिँ एकदम मुस्किल हुन्छ होइन। पुरा म्याङ्गोको फ्लेभर आइरहेको छ होइन अनि पुरै चिसो छ। सो आई थिङ्क यो पनि बेस्ट नै हो होइन 10 रुपियाँको लागि चाहिँ। सो अब छिटो नै चलौँ होइन, छिटो नै जाउँ अर्को ठाउँतिर जसमा चाहिँ हामी फेरि हेर्नेछौँ 10 वालामा हामीले चाहिँ के कुराहरू मिल्छ। म चाहिँ अहिले आइरहेको छु जुस पिन, तर जुसको प्राइस चाहिँ कति छ मलाई चाहिँ थाहा छैन होइन। म चाहिँ सोध्छु पहिला चाहिँ अनि त्यसपछि चाहिँ ट्राई गरौँला है त। अंकल 10 रुपये में कोई जूस मिलेगा? नींबू ऑरेंज। नींबू ऑरेंज मिल तो 1 गिलास लगा देंगे। किसी को गुस्सा है ना, 10 रुपये में जूस मिल रहे थे ना। जो आपका दिल करे, जो आप दे सकते हो दे दीजिए ना। ओके सो ट्राई करिए हेरो है ना। गर्मीको टाइममा चाहिँ होइन एकदम बेस्ट हुन सक्छ होइन। यस्तो धेरै होइन, चिसोमा चिसो सोही थोरै हल्का लेमन। सो एकदम होइन बवाल छ है टेस्ट, एकदम बवाल है, एकदम बवाल छ होइन। यसो चाहिँ मैले चाहिँ आउट अफ 10 होइन 9 पनि फिक्स है। आप लोग घर से बनाते हैं? ए लीजिए। तो आजको भिडियो चाहिँ होइन जुस खाएर चाहिँ यहीँसम्म हुनेवाला छ। मैले चाहिँ तपाईँहरूलाई धेरै कुराहरू चाहिँ देखाउन पाएन किनभने चाहिँ मेरो चाहिँ यो चाहिँ च्यालेन्ज 10 वाला चाहिँ पहिलो भिडियो। सो मलाई चाहिँ कुन फुड कहाँ अनि कस्तो मूल्यमा पाउँछ भनेर खासै जानकारी चाहिँ भएन। सो आजको लागि चाहिँ यति नै हुन्छ होइन। अहिले चाहिँ म जाँदैछु रुम। सो भिडियोहरू चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो अनि अर्को नेक्स्ट च्यालेन्ज भिडियो कति रुपियाँको हुनेवाला छ सो कमेन्ट गर्नु चाहिँ नभुल्नु होला होइन। आजको लागि चाहिँ यति नै है त।